कुनै एउटा पोलिटिकल पार्टीले पहिला संसद भवन जल्यो, त्यसपछि मात्रै गोली चल्यो भन्दै आफ्ना कार्यकर्तालाई ट्युसन क्लास नै दिएको भिडियो हामी सबैले देख्यौँ। के उनीहरूले भने जस्तै संसद भवन जलेर मात्रै गोली चलेको हो त? वास्तवमा यस्ता नाराहरू 100% झुटा हुन्। गोली चल्ने बेलामा संसद भवनमा आगो लागेकै थिएन। गैर न्यायिक हत्या लुकाउन गरिएका पर्वगण्डा मात्र हो। भदौ 23 गते के भएको थियो? मसँग भएका भिडियोहरूको मेटाडेटा केलाएर सत्य नजिक पुग्ने प्रयास गर्नेछु। पहिलो दिनको आन्दोलनमा म स्वयं पनि सहभागी भएको थिएँ। 10:51 बबरमहलमा रहेको नेपाल टेलिकमको कार्यालयबाट उक्त आन्दोलनमा सहभागी भएको थिएँ। उक्त प्रदर्शनमा प्रदर्शनकारीहरूको सङ्ख्या अत्याधिक थियो। 10:55 उक्त आन्दोलन बिजुली बजारको आर्क ब्रिज कर्दै थियो। बाजागाजा, ब्यान्ड तथा गीत गाउँदै शान्तिपूर्ण रूपमा नै प्रदर्शन भइरहेको थियो। 11:15 बानेश्वर र आर्क ब्रिजको मध्यभागबाट खिचेको यो भिडियो हेर्नुहोस्। यहाँ पनि शान्तिपूर्ण तरिकाले नै आन्दोलन भएको छ। 11:51 को यो भिडियो फेरि हेर्नुहोस्। छक्कुभक्कु मार्ग र एनसेल सेन्टर बानेश्वर नजिकैबाट खिचिएको यस भिडियोमा अग्रपन्थीबाट गाडीले पानीको फोहरा हानेको छ। संसद भवन छिर्न थालेपछि मात्रै प्रहरीले बल प्रयोग गर्यो भनेका छन् धेरैले। तर आन्दोलन बानेश्वर पुग्दा नपुग्दै प्रहरीले पानीको फोहरा हानेको थियो। सँगसँगै आन्दोलनको अगाडि एउटा गाडी पनि छ। त्यसमा केपी खनालले माइकिङ गरेर आन्दोलनको नेतृत्व गरे जस्तो पनि देखिन्थ्यो। तर पछि त्यो गाडी र त्यस गाडीमा चढेका मान्छेहरू सबै बानेश्वर चोकबाट एकाएक हराएका थिए। प्रहरीले 11:45 देखि 11:50 को समयको बिचमा पानीको फोहरा हानेर आन्दोलन नियन्त्रण गर्न प्रयास गरेको थियो। अब यो नेपाल प्रेसको समाचार हेर्नुहोस्। 12:13 पब्लिस भएको यस न्युज अनुसार संसद भवन पुगेपछि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको र प्रदर्शनकारीले रोक्न बल प्रयोग गरिएको लेखिएको छ। वास्तवमा प्रहरीले नयाँ बानेश्वर चोकको ब्यारिकेड तोडिनुभन्दा पहिला नै बल प्रयोग गरेको थियो। एघार 11:56 खिचेको अर्को भिडियो हेर्नुहोस्। टियर ग्यास छ नि त साथीहरूले घरबाट आइरहेको टियर ग्यास हानिहाल्यो नि यहाँ। बानेश्वर चोकमा अत्याधिक टियर ग्यास हानिएको थियो। यहाँ अघि मैले भनेको केपी खनाल लगायत अन्य अभियन्ता चढेको गाडी एकाएक चोकबाट भागेर गएको हो। 11:51 सम्म नेतृत्व गरे जस्तो देखिएको टोली भागेपछि आन्दोलन लिडरविहीन भएको थियो। यही समयमा नै बानेश्वरको ब्यारिकेड तोडिएको पनि हो। अत्याधिक टियर ग्यास प्रहार भएपछि प्रदर्शन नियन्त्रण बाहिर गएको हो। हामीले यहाँ बुझ्नुपर्ने कुरा के छ भने पानीको फोहरा र टियर ग्यास प्रहार गरिएको समयको अवधि निकै कम छ। प्रशासनले भिड नियन्त्रण तथा व्यवस्थापनका शान्तिपूर्ण माध्यमहरू प्रयोग गरेको भए नतिजा अर्कै पनि हुन सक्थ्यो। बानेश्वर चोकमा केही बेर टियर ग्यास प्रहार भएपछि प्रदर्शनकारीहरू फर्किँदै पनि छन्। तर टियर ग्यासको प्रहार नरोकिएपछि आन्दोलन संसद भवनतर्फ बढेको हो। 12:04 सम्ममा संसद भवन अगाडि प्रदर्शनकारीहरूको सङ्ख्या निकै बाक्लो थियो। यति बेलासम्म पनि आन्दोलन शान्तिपूर्ण नै थियो। संसद भवनको रक्षामा रहेको एपीएफको गाडीसहित संसद भवनको अन्य भागमा कुनै क्षति भएको थिएन। 12:22 प्रदर्शनकारीहरू एपीएफको गाडी र संसद भवनको गार्ड हाउसमा चढेको देख्न सकिन्छ। तर संसद भवनमा कतै पनि आगो लागेको देखिँदैन।
गार्ड हाउसमा प्रदर्शनकारीहरू चढेको भए तापनि संसद भवन सुरक्षाकर्मीहरूको सुरक्षा घेराभित्रै थियो। यही क्रममा संसद भवनको बााउन्ड्री वालमा क्षति पुर्याएका अवश्य थिए, तर उक्त क्षति रिपेरेबल ड्यामेज थियो। आन्दोलनकै क्रममा संसद भवनभित्रबाट एक्कासी आन्दोलनको बीच भागमा टियर ग्यास प्रहार हुन्छ। त्यसपछि आन्दोलनको स्वरूप नै परिवर्तन भएको थियो। यति बेलासम्म पनि संसद भवनमा कुनै पनि प्रकारको आगजनी र इरिपेरेबल ड्यामेज भएकै छैन। 12:27 म लगायत अन्य साथीहरू टियर ग्यास सहन नसकेर संसद भवनको पारिपट्टि गएका थियौँ। यति बेला भिड तितर पनि भएको थियो। 3 मिनटको समयमा आन्दोलन पातलिएको थियो। प्रशासनले निरन्तर टियर ग्यास प्रहार गरेपछि यत्रतत्र छरिएका प्रदर्शनकारीहरू प्रतिकारका लागि एकजुट भए र 12:31 फेरि संसद भवन अगाडि प्रदर्शनकारीहरू जम्मा भए। यहाँसम्म आइपुग्दा संसद भवनको यी रेलिङहरू र बााउन्ड्री वालमा क्षति अवश्य पुगेको थियो। यी सबै क्षति रिपेरेबल हुन्, तर नागरिकको ज्यान रिपेरेबल होइन। भौतिक क्षतिको नाममा नागरिकको ज्यान लिन कसैलाई पनि अधिकार हुँदैन। 12:30 राति 10 बजेसम्म कर्फ्यू लागू गर्ने निर्णय भयो। यो सूचना प्रदर्शनकारी बीच पुग्नै सकेन। भदौ 23 गते बानेश्वर क्षेत्रमा फोन नेटवर्क निकै कमजोर थियो। सम्पूर्ण सोसल मिडियाहरू ब्यान थिए। यस्तो अवस्थामा कर्फ्यूको सूचना प्रदर्शनकारी बीच पुग्नै सकेन। कर्फ्यू पछि प्रहरी प्रशासनलाई इम्युनिटी प्राप्त भयो र त्यसपछि टियर ग्यास र गोली एकैपटक प्रहार हुन थाल्यो। 12:32 यो भिडियोमा गार्ड हाउसमा चढेका प्रदर्शनकारीहरू तल झर्दै गरेको पनि देख्न सकिन्छ। यही क्रममा फेरि बन्दुक चलेको आवाज एक्कासी सुनिन्छ। कता आउँदैछ र यहाँ गाह्रो बनाइसके फोनवाला छैन यार, मान्छे बोलाउन। बाह्र बजेर 36 मिनटमा बन्दुक चलेको ठुलो आवाज फेरि सुनिन्छ। यो आवाज बन्दुकको हो या टियर ग्यास सेलको हो त्यो विशेषज्ञले जान्ने विषय हो। तर 12:35 पछि संसद भवन काहली लाग्दो अवस्थामा जाँदै थियो। यति बेलासम्म पनि संसद भवनमा आगो लागेको थिएन। नागरिकमाथि गोली चल्न सुरु भइसकेको थियो। अब यो भिडियो हेर्नुहोस्। यो भिडियोमा बन्दुकको आवाज प्रष्टसँग सुनिन्छ, तर संसद भवनमा कतै पनि आगो लागेको देखिँदैन। अब फेरि अर्को भिडियो हेर्नुहोस्। यहाँ गोली लागेर एकजना नागरिक सडकमा लडेका छन्, तर संसद भवनमा आगजनी भएको कतै पनि देख्न सकिँदैन। सो दिन संसद भवनमा आगजनी भएकै थिएन। सडक क्षेत्रमा गाडी पक्कै जलेको हो, तर संसद भवनमा आंशिक क्षति बाहेक मुख्य भवन पूर्ण रूपमा सुरक्षित थियो। संसद भवनको रेलिङ, बााउन्ड्री वाल 17 जना नागरिकको प्राणभन्दा मूल्यवान हो? अवश्य होइन। यो प्रश्नको उत्तर संसद भवन जलेर गोली चल्यो भन्नेले दिनुपर्छ। सत्तामा बसेर हत्या गर्ने अनि नैतिक जिम्मेवारी समेत लिन नसक्नेले संसद जल्यो अनि गोली चल्यो भन्दै नारा लगाउनु स्वाभाविक नै हो। संसद भवनको आंशिक क्षति
कम्पेन्सेट गर्न पहिलो दिनमा 19 जना नागरिकको हत्या गरिएको हो? यो प्रश्नको उत्तर कसले दिने?